सो वेलकम टु ब्लग गाइज होइन म चाहिँ नयाँ हो। अब अघि भनेको थिएँ बुढीले जबरजस्ती बना भनेर भ्लग बनाउनु लाग्यो होइन। अब आजदेखि चाहिँ पुरा टिपर भ्लग सुरु हुन्छ। मेरो भाइ उता छ देख्दैन। अब हामी चाहिँ टक्कै यहाँबाट सुरु गर्छौँ अनि बिचमा देखाउँछौँ तपाईँहरूलाई होइन। यहाँ चाहिँ गर्नु अहिले चाहिँ हामी यहाँबाट स्टार्टिङ हुँदैछ। चट्ट जान लाग्यो। ओके गाइस लेट्स गो। ओके लेट्स गो गाइस। अब म चाहिँ यहाँबाट निस्किन्छु होइन। तपाईँहरूलाई त्यो गेटबाट होइन टप्प निस्किने गेट खोल्छ। त्यसपछि यहाँबाट जान्छु म चाहिँ। तपाईँहरू हेर्दै गर्नु होला हाम्रो ब्लग कस्तो हुन्छ, प्रतिक्रिया पनि दिँदै गर्नु होला होइन। लाइक सेयर कमेन्ट त भन्नै पर्दैन होला हेरेपछि होइन। अरे हामी चाहिँ यहाँबाट वहीँ निस्किन्छौँ। अब जानु दिने हो कि नाइ पुलिसले चाहिँ के हुन्छ हेरौँ। गेटको सब्जी कता गएछ हाम्रो। ओके गाइज हामी चाहिँ हिँडेको। अब हामी यहाँ भक्तपुरबाट निस्क्यौँ। अब हामी टक्कै कता उता दोलाल घाट जान्छौँ। सिक्की गर्छ। तपाईँहरूलाई बाटो त यस्तो के भन्छ मनोरञ्जन देखाउँछौँ। देखा भाइ बाटो एकदमै सानो छ। अब बाटो अलि 10-12 किलोमिटर गएपछि बाटो ठुलो बाटो आउँछ गाइस। त्यसपछि चाहिँ रणपुतली पुग्ने हो होइन। हेमराज हो नि केटाहरूले अब भन्न चाहिँ त्यसो भन्छ होइन। ऊ बस छिर्या हो कि क्या त्यो उता देखा त भाइ होइन क्या। यहाँ चाहिँ देखा भाइ अब यस्तै हुन्छ। खुलामा छिर्ने कता छिर्ने के हुन्छ। त्यही भएर केटा हो है। भिडियो सिडियो बनाउँदा नि राम्रोसँग बना भन्नु भएको छ बुढीले। सो गाइस अहिले चाहिँ हामी लोडगञ्ज ठाउँमा पुगिसकेका छौँ है। लोडगञ्ज ठाउँको स्थिति यस्तो छ। हामी लोड हान्दैछौँ। हामी चाहिँ अहिले यहाँ मेलम्ची क्रसर पुगिसकेका छौँ। यसरी लोड हुँदैछ होइन। टक्क लोड हुन्छ अनि सामान हालेर टक्क तिर्पाल लगाएर अनि चलिदिने हो। ल गाइज हामी चाहिँ होइन टक्क सामान मिलाउँदैछौँ। गाह्रो छ कमाउनलाई लास्टै गाह्रो छ। त्यही छ जिन्दगी चलिरहेछ। लास्टै गाह्रो हुन्छ। राति काम गर्न त फेरि टिप्परमा त गाह्रो पो छ त। केटाहरू मस्त हानिरहेछ। माल धेरै भयो भने पुलिसले ल्याङ हान्छ। हुन्छ अब मारा बेल्चा हानेर सामान फाल्ने अवस्था। अमला खाएर आएको त्यो जोसको तालमा हरायो होस्। नानीको भाग्यले दिएन, अमला दिने बेला कोही मान्छे थिएन। थियो नि ऊ बाजे। चुप्ला तँ नबोल, सत्य कुरा के हो अगाडि खोल। तपाईँहरूको कान पनि अति भो, अब बाजेको जिन्दगी सकियो। कसरी सकिन्छ हेरौला, देखाइदिउँ कि क्या हो मेरो घिरौला। कहिले देखाउँछ अमला, कहिले देखाउँछ घिरौला। अहिले हानिदिन्छु मैले फेरि प्लेट। हेर बच्चा नि तिमी जस्तो ठ्याक्क। बाजेको अनुहार नै हसिलो, त्यसैले तिमी पनि फसियो। बाजेको अमला खसियो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। खसियो खसियो।